Hello guys, welcome back to my channel. आज चाहिँ हैन तपाईहरुलाई भनेको दार्जिलिङको ट्रिप दिएको थियो। दार्जिलिङको ट्रिपको लागि हिँडेको हैन। त्यसैले चाहिँ अब हामीहरु थुप्रेको छ अब हिँड्न आँटेको यहाँबाट भनौं। दगडाहरु यहाँ छ हो। रेडी हुन आँटेको छ। ल अब हिँड्दा सुरु गरौँ ल। ल गाइस अब चाहिँ हिँड्दैको अलरेडी लाइसेन्स सेफ्टी दिने लुट गाइस आज चाहिँ हाम्रो राइड छ मजाको हैन। आज राइडको लागि हामी बिहानदेखि भनेको हो। यो हरामीहरुले गर्दा हो ढिलो भएको हो। अहिले गाइस हेर्न सक्नुहुन्छ यहाँ 12 बजे सकिसक्यो हो। अब यहाँबाट चाहिँ दार्जिलिङ पुग्नु पर्ने। अब कति घण्टामा पुग्छ हो। यिनीहरुले गर्दा ढिलो गराए बिहानदेखि सुतेको गर्छ। जाने मान्छेहरु सुत्छ अन्त। ल गाइस अब मजाले घुम्नु पर्छ हो। तपाईहरुलाई भ्लग पनि छिटो ल्याउन ट्राई गर्छु म। भरे गएर चाहिँ एडिटिङ गर्दिहाल्छु फर्स्ट भ्लग हो। अन्त मेरो चाहिँ एपिसोड 3 सम्म हुन्छ होला यो भ्लगको चाहिँ हो। त्यही भएर चाहिँ अब मजाले हेर्दिनुस् होला। यो भ्लग चाहिँ अब कन्टिन्यू हुँदै गर्छ 3 दिनको लागि। त्यहाँदेखि अब के भन्नु यति गाइस इन्जोय गर्नुस्। अब हामी चाहिँ रम्फूको लागि गएको हो। रम्फू पुगिहाल्नुपर्छ। त्यहाँदेखि चाहिँ तपाईहरुलाई देखाउँछु हैन। मेरो तेल पनि हाल्नुपर्ने छ हो। तेल पनि छैन। फुल ट्याङ्क गरेर चाहिँ हिँड्नुपर्छ यहाँबाट हो। ल त गाइस अहिले एकछिनमा भेटौँ। गाइस रम्फू आउन आँट्यो। अब त्यहाँबाट फिलअप गर्नु छ हो। अब यो बाटोले पनि झुन्झो बनायो गाइस। त्यही भएर तपाईहरुलाई पनि नदेखाएको। यो बाटो हामीलाई खत्तम भएर धुलै भइसक्यो। टकटाउनु मान्छे लुगा पनि एक त बाटै खत्तम रम्फू जाने क्या हो। बाटो ढाक्छ यार। हान अझ तिराउँछु। त्यही भएर त साथी क्यामेरा बनाउँदा ठिकै हुन्थ्यो। लाइनमा होला यो गाडी। यता रहेछ त अन्त यहीँ रहेछ त अन्त। लु फुल गरिदियो त। फुल गर्दैन जति हुन्छ। अब चाहिँ यहाँबाट निक्लेको हो। लाग्छ है फुच्चे लाग्छ। बङ्गाल है कति बम पर्दैन। ठुलो छ त्यो एउटा। कहाँ छ त्यो? खतम हो लेट्स गो। गाइस निक्लेको बाबा सिक्किम। अब चाहिँ बङ्गाल आएको हो बङ्गाल। ए होइन होला उयो गाडी हेर्न। दार्जिलिङ की तरफ चल गए हम। अथु दार्जिलिङ से बुलावा आ गया। हामीलाई घुम्नको लागि 2 दिनको ट्रिप
यहाँको बाटोमा त चलाउनेको फाल्टै मजा छ क्या यसरी गाडी आउँछ अर्कै मजा हुन्छ फेरि हुनु त उपर ढिलो भइसक्यो अब चाहिँ कति बज्यो हो हेर्नु पनि पर्छ टाइम एकछिन गाडी छ कि खाली खालीमा हेरौँ न ल गाइस टाइम पनि एक टक्कै बज्यो 1 बज्यो साथीहरू पुग्नु त पुग्छ होला भनेको पुग्नु त बाटोको चाहिँ खेलै फाल्टो हो नि त यहाँ त खत्तमै भएको थिएन त्यो अस्ति नै देखेको मैले उनीहरू त यहाँ राम्रै थियो हौ कसरी बिग्रियो अचानक कति खाल्टा हो त पङ्कज त सागर चाहिँ ए अगाडि उडेछ त्यो त गएको छैन यहाँ चाहिँ 1 वे मात्रै भएछ हो त्यही कारणले यहाँ अलिअलि जाम अपडै लाग्दो धुवा छैन हो हेर्न धुलो मात्रै छट्टेरीका बाटै खत्तम 1 वे मात्रै छन् यहाँ फेरि अस्ति पहिरो झर्यो यस्तो खत्तम भएको चाहिँ राइट नाउ NS10 जाने बाटो हेर एउटा हो धुलो उडेर अलिकति चाप पुग्ला अब चाहिँ सधैँ छोडेको जस्तो भएको चाहिँ मतलब छैन हेलमेट बित्नै छ मान्छे यस्तो ढुक्कै त गाइस अहिले टिस्टा पुगेर भेट्छु साह्रै लामो भयो बाटो जाम पनि छ कि ओके बाई लु त गाइस टिस्टा आइपुग्यो हामी चाहिँ हो बाटोमा है छ हो पर्खिरहेको छ दुईजना गयो दुईजना गयो हो दुईजना हामी यहाँ छ दुईजनालाई पर्खिरहेको छ आउँदै होला आएकै छैन गाइस ओ गाइस टिस्टाको भ्यू गाई हेर्न लुगा पनि ढुट्ट भइसक्यो सबै यहाँ गतिकडा अफ भेट्नु सक्नुहुन्छ ओ गाइस बल्ल आइपुग्यो साडीहरू ए बल्ल फाइनली बगसहरू अगाडि निस्क्यो अब आइपुग्यो त गाइस यहाँ अलिक रेस्ट गर्दैछ हो अलस तलस भयो हाम्रो केटाहरू यहाँ थाकेर हो यहीँ छौ
ऊ दुईजना चाहिँ गाइस हेर्नु न नानीहरू पिङ देख्नै हुँदैन पिङ देख्नै हुँदैन हो नानीको छ जोडाहरू यहाँ के हो गाइस ल गाइस वेदर पनि दामी छ आज यो दुईजनालाई चाहिँ के गर्नुपर्ने कुनै राइडर चेन्ज भयो अब चाहिँ साथीले चलाउँदैछ जग्गालाई के भन्नु म्याप हेर्नुपर्ने हो एकदमै थाहा गाइस अब चाहिँ राइडर भएर मात्रै टेन्सनै छैन अम्बो गाइस भ्यू हेर्नुहोस् न बादलको भ्यू ल गाइस हामी चाहिँ लप्चू आइपुग्यो होइन हाम्रो केटाहरू यहाँ अलिअलि खाजा पेट पूजा दोकान छ होइन मजाले अब खाइसै अलिकति गरेर चाहिँ चल्दै हाल्नु छ ल त गाइस अहिले भेटौँ ल गाइस हामी चाहिँ जोरबङ्गला आइपुग्यो 1 किलोमिटर छ होला अगाडि यहाँबाट अन्त अब चाहिँ आइपुग्नु आँट्यो हाम्रो यहाँ केटाहरू छ हत्तु भइसक्यो केटाहरू अब गएर सिधै सुत्नु पर्ने रुमतिर अब यस लो केटा भ्यू ल गाइस अब यहाँ एकछिन बसिहाल्यो अब फेरि जानुपर्छ अन्त सिधै होटेलमा गएर होइन एकछिन रेस्ट गर्नुपर्छ निकै ट्राभल भयो सायद चढ्छु कस्तो चिसो पलाएको छ यहाँ जाडो जाडो हुँदैछ हो ज्याकेट चाहिँ दामी छ र मात्रै जोरबङ्गला आइपुग्नु आँट्यो केटा जोरबङ्गला आइपुग्नु आँट्यो भन्नु कि समाज अन्त दोर्जुलिङ भयो दोर्जुलिङ छु जाडो ह्याप्पी एकदम ह्याप्पी केटाहरूसँग गएको अब मजा आउँछ नि सडन प्लान सिक्किमबाट चाहिँ अघि हामी कति बजी हिँडेको 1 बजी हिँडेको अहिले आइपुग्यो कति बजी अहिले 4:30 बज्न आँट्यो यस्तो हुन्छ नि त जाममा फेरि हो चिप्ले हेर साथी दुश्मन हुने हो Hello guys, thanks for watching guys. Stay tuned. Everybody, thanks for watching. Like and subscribe guys. Bye bye. Stay tuned.